ए मजा लाग्यो नि भरमा आम्बो के हो हामी चाहिँ हेरेको हेरे देख्न सक्नुहुन्छ यति बेला चाहिँ हामी पार्किङ गरिरहेको छु है कहाँ गयो स्ट्यान्ड पनि ए गाइस गाइस वेलकम ब्याक टु माई च्यानल अगेन हैन अन्त आज चाहिँ यहाँनिर म र साथी आइरहेको छु तुर्सा रिभर हैन यो चाहिँ हाम्रो घरको छेउछाउमै छ नि त घरदेखि अलिकति तल आउनुपर्छ मतलब बेसी छैन 500 मिटरसम्मको छ अनि यो हो हाम्रो चाहिँ हैन यहाँ यस्तो दामी जग्गा देख्छ यो चाहिँ खोला हैन यहाँनिर चाहिँ तुर्सा खोला हो अन्त यो खोला चाहिँ पहिला यस्तो बवाल थियो नि अनि अहिले चाहिँ के भयो भन्दाखेरि यहाँनिर खोला चाहिँ यो साइडबाट चाहिँ हटाइदिएको छ नि त अगाडिबाट खोला छ हैन अन्त यहाँ चाहिँ मेरो गोप्रो बोकेर हैन यहाँनिर रेकर्ड गर्दै हिँडिरहेछ अन्त यो चाहिँ यसको बाइक यो चाहिँ मेरो स्कुटी है खोका हानेको यहाँ छ हाम्रो चाहिँ यो बोकेर हिँडिरहेछु हैन यो र म चाहिँ हिँडेको अब हल्का यहाँ हावा खाँदै किनकि गरम थियो नि त त्यही कारण गरम भएर चाहिँ अलिकति हामी निक्लेको हावा खानुको लागि अन्त जग्गा चाहिँ यस्तो दामी देखिन्छ है यो चाहिँ तुर्सा खोला हो ब्याकग्राउन्डमा यो देख्दैछ हैन यो तुर्सा खोला हो आउनु चाहिँ यो अगाडि भुटानबाट आउँछ नि त यो खोला चाहिँ यहाँबाट हामी चाहिँ यहाँबाट अब एकछिन तलतिर निक्लिन्छौँ हैन तल चाहिँ सुक्राजोत भन्छ यो चाहिँ तपाईँको तुर्सा खोला हो यो माथिपट्टि हो अन्त यो तलपट्टि चाहिँ यस्तो दामी देखिदिन्छ क्या हो सुक्राजोत चाहिँ तपाईँको त्यहाँ अगाडि भ्यू पोइन्ट के भन्नु तपाईँको त्यहाँ अगाडि रेजोर्टहरू छ हैन रेस्टुरेन्ट टाइपको नै हो हैन क्याफे हो क्याफेमा चाहिँ कस्तो दामी बनाइरहेछ हैन त्यहाँनिर म गएर देखाउँछु तपाईँहरूलाई चाहिँ यस्तो दामी छ हैन त्यहाँनिर डेकोरेसन टाइपको गरेकोहरू नेचुरल टाइपमा छ त्यही अहिले चाहिँ हामी यहाँ तलतिर निस्किन्छौँ है पुरा म चाहिँ साथी र म चाहिँ निक्लिने अब गाइस हाम्रो चाहिँ हैन अब यहाँबाट चाहिँ युनिक भ्लग बनिन्छ हैन गोप्रोबाट चाहिँ मोटो भ्लग हैन यो चाहिँ साइकल भ्लग हो हैन यहाँबाट चाहिँ टक्कै यसरी सिधा तपाईँहरूले देखाएर हैन अब हेर्ने विली अनि यो चाहिँ हाम्रो तुर्सा खोलाको अगाडि यो चाहिँ हाम्रो गुम्बा हो यस्तो दामी लोकेसनमा बनाइदिइरहेछ हैन गुम्बा पनि टक्कै खोलाको छेउमा अनि बस्तीको बाटो चाहिँ यस्तै हो गाइस तपाईँहरूलाई थाहा नै छ बस्ती गाउँतिर चाहिँ हैन शीतल टाइपमा यसरी गएर हिँडेर यहाँबाट चाहिँ स्पिड ल लड्यो भने दामी पाराले लड्ने हो म्यान पावर चाहिन्छ हैन यस्तो साइकल कुदाउनुको लागि चाहिँ अनि बाइक त छैन ऊ अगाडिबाट आइहाल्यो धुमा चाले भन्ने यो चाहिँ मेरो घरको BMW हो सबसे भन्दा मोस्ट एक्सपेन्सिभ मसिन गाउँ बस्तीतिर चाहिँ यस्तै हो हैन रमाइलो हुन्छ टक्कै यति बेला चाहिँ 4-5 बजी चाहिँ निक्लिँदाखेरि शीतल हुन्छ घाम डुब्ने टाइममा चाहिँ त्यहाँदेखि मजाले हावा खाँदै घुम्ने हो अफरोडिङ आयो गाइस अफरोडिङ अब लेडिज साइकलमा हैन अफरोडिङ हान्नुपर्छ हाम्रो BMW है BMW को रिएक्सन है ओए
झर्छ होला जाम म त वाटरप्रुफ होइन नि त लौ 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 हेर्नु सक्नुहुन्छ होइन प्रो ब्लगर यो हो प्रो भ्लगर हाम्रो सुकमन राई उसको पनि युट्युब च्यानल छ होइन गएर सब्सक्राइब गरिदिनुहोस् अन्त हाम्रो यो BMW निकालेर चाहिँ हिँडेको नि त हामी चाहिँ साइकलमा टक्कै होइन युनिक भ्लग यस्तो टाइपको आउँछ नि त भ्लग चाहिँ तल चाहिँ यसो माछाहरू मार्दै होला होइन हेर्नु चल्दिउँ यहाँ चाहिँ हाम्रो भाइहरू छ नामहरू के हो भाइहरूको नाम भनिदेऊ के हो तिम्रो नाम मेरो नाम हमराज तिम्रो सही सहिद अनि सोनाम अनि यहाँ चाहिँ भाइहरू है एकदम माछा मार्दैछ एकदम जोगेर मार्नु होला बेसी छेउमा नजाऊ जानु ब्लगर त तँ बोल्नु पर्छ माछा खोइ माछा उयो गर्दैछु भर्खर मार्दैछ लु त लेट्स गो जाँदा चढ न चढ जा म देखाउँछु जानु त ए जा छिटो तँ जानु पर्यो नि त म एक्लैलाई पठाएर कहाँ ओ माथि जानुपर्छ होइन लेट्स गो लेट्स गो लेट्स गो लेट्स गो लेट्स गो लेट्स गो आइज लेट्स गो गाइस Oi! आए मजा लाग्यो नि भरमा आइज आइज भ्यू यस्तै छ होइन त्यहाँ पर जति देख्दैछ त्यो चाहिँ माइला लाइन साइड हो है अन्त उपर देख्दैछ जति जाएको टोटली यो चाहिँ खालको मुर्दा घर थियो है आइज Come on, Akash! Come on! No डर के आगे मौत है डर के आगे मौत है डर के आगे जीत नहीं डर के आगे मौत है मौत ओन्ली गाइस हामी चाहिँ होइन यहाँ माथि टावरमा चढिसक्यो यो चाहिँ हाम्रो तुर्सा खोला होइन तुर्सा खोलाको चाहिँ यो अगाडिबाट चाहिँ यस्तो दामी सिन छ होइन यो रिजोर्टहरू भयो तपाईँको त्यो रिजोर्टको चाहिँ अलिकति तल आएपछि तपाईँहरूले यो देख्नुहुन्छ होइन यो चाहिँ ठुलो टावर छ नि त यो टावरको चाहिँ हामी यहाँ तलबाट आएको अन्त योभन्दा नि माथि जानु सक्छ हामी यो माथि जानु सक्छ होइन तर हामी चाहिँ जानु सक्दैन किनकि आफ्नो जान प्यारो हो नि त त्यही भएर यत्रो माथि चढ्दा फेरि हात खुस्क्यो भने चाहिँ फेरि मर्छ त्यो भन्दा चाहिँ हामी नजाने जाने अप्सन छ यहाँबाट पनि छ होइन यहाँबाट पनि जानु सक्छ दुइटै जग्गाबाट चढेर यो एकदम माथि तर हामी त्यहाँनिर चढ्दैन होइन भरे हातसात खुस्केर मऱ्यो भने फेरि कसले हेर्दैन हाम्रो त इन्सुरेन्स पनि छैन त्यही भएर यहाँ चाहिँ मजाको चिसो हावा आउँछ लगाइस हामी चाहिँ होइन अब यहाँबाट चाहिँ तल निस्किहाल्ने किनकि अँधेरो हुँदै गयो होइन घर पनि पुग्नुपर्छ सही सलामत आएको छ सही सलामत जानुपर्छ होइन बादमा घर आउँदाखेरि मान्छे छैन भने कहाँ भयो होइन अब यहाँ तलबाट जानुपर्छ डर लाग्यो डर ल अब चाहिँ निस्केको होइन यहाँ अझै तल पुग्नुपर्छ यहाँनिर कति तल छ
अन्त गाइस यो चाहिँ होइन जङ्गली, यसलाई चाहिँ पुटुस भन्छ। यो चाहिँ तपाईँको जङ्गली पुटुस हो। अनि यसको यहाँनिर छ, यो चाहिँ खाँदा हुन्छ है। यो चाहिँ खाँदा पनि हुन्छ। यो चाहिँ खाँदाखेरि अलिक तितो तितो टाइपको हुन्छ नि त, तर खान सक्छ क्या हामीले। ल म चाहिँ आइपुगिसकेँ होइन यहाँनिर। अन्त सुकमान चाहिँ माथि नै छ यो। अब यहाँबाट यो आइपुग्नु पऱ्यो एकैछिन नै। सो गाइस म र साथी चाहिँ अब निक्लिसक्यो होइन। मेरो साथी चाहिँ अगाडि छ होइन, यो साइकल लिएर जाँदैछ। अन्त तपाईँहरूले भिडियो चाहिँ कस्तो लाग्यो एकपल्ट भनिदिनुहोस् होइन। लाइक राम्रो छ राम्रो छैन, नत्र तपाईँहरूलाई चाहियो भने हिन्दी भ्लग पनि हाल्नु भन्नुहोस् होइन। र हिन्दीमा एकपल्ट म ट्राई गर्छु। हिन्दीमा अगर राम्रो छ भने म तपाईँहरूकै भएर हो नि त, अब तपाईँहरूले जस्तो सजेस्ट गर्छ म त्यस्तै टाइपको भिडियो बनाउँछु है। सो अपकमिङ भिडियोमा तपाईँहरूलाई हिन्दी चाहिँ नि हिन्दी भ्लग भनेर कमेन्ट गर्नु होइन, म एकपल्ट ट्राई गर्छु। तपाईँहरूलाई राम्रो लाग्छ राम्रो लाग्दैन है। सो आजको लागि चाहिँ यति नै, हेर्दै गर्नुहोस् होला। अपकमिङ भिडियो पनि दामी दामी आउँछ है। थ्याङ्क यू सो मच फर वाचिङ है। नेक्स्ट भिडियो पनि अझै दामी दामी आउँछ।